र खाने माछा उत्पादन व्यवस्थापन बुझ्नुभन्दा पहिला चाहिँ यो तीनवटा पोखरीको बारेमा चाहिँ बुझ्न जरुरी हुन्छ अनि मात्र हामीले त्यो कुराहरु रिलेट गर्न सक्छौं। एउटा चाहिँ गाउँघरको पुरानो पोखरी भन्ने कुरा मैले भने, एउटा चाहिँ हामीले बनाएको नयाँ पोखरी, एउटा चाहिँ त्यही गाउँघरको पुरानो पोखरीमा पनि कस्तो पोखरी छ त पानी आफै पलाउने पोखरी। अब यो पहिलो र तेस्रो नम्बरको पोखरीमा के छ त साइज चाहिँ मिलेको छैन। साइज नमिलेपछि पानीको गहिराई कति राख्ने कति हुने भन्ने पनि ठेगान हुँदैन। त्यसकारणले गर्दा त्यो व्यवस्थित तरिकाले यसमा माछा पालन चाहिँ गर्न सकिदैन। अब यसमा चाहिँ हामीले झन् जटिलता हुन्छ। यो पानी नै नसुक्ने भएपछि हरेक वर्ष पोखरी सुकाउँदाखेरि यो पानी नसुक्ने र पानी नसुक्ने भएपछि यसमा गाउँघरकै पुरानो पोखरी जस्तै नै आकारको पोखरी र संरचनाको एउटै हिसाबको बनाइएको कारणले गर्दा यसमा चाहिँ बाहिरबाट आउने यो स्थानीय माछाहरू अथवा जंगली माछाहरू पनि सबै यसमा चाहिँ आएर बसेको हुन्छन्। भनेपछि यो पानी नसुक्दाखेरि यो पानी भित्र रहेको ती जंगली माछाहरूले के गर्छ त हामीले राखेको नयाँ भुराहरू खाइदिन सक्छ। त्यसकारणले गर्दा यो पुरानो माछालाई पटक पटक चाहिँ हामीले जाल लगाएर सोर्ने र बाहिर निकाल्ने गर्नुपर्छ र बाँकी जति पनि हुन्छन् माटोमा गाडिएका जुन चाहिँ निस्किदैन त्यस्तो पोखरीमा हामीले मत्स्य विष प्रयोग गरेर अनि यसलाई चाहिँ मार्ने गर्छौं। मत्स्य विष भनेको के हो भन्ने कुरा अलिकति हामीले छुट्टै चाहिँ पढौँला। त्यसलाई एउटा सानो टपिक छ मत्स्य विष। अहिलेलाई यति बुझ्नु पर्यो यो पोखरीको टाइप बुझ्नलाई। मत्स्य विष कस्तो किसिमको पोखरीमा प्रयोग गरिन्छ भनेपछि यस्तो किसिमको पोखरीमा प्रयोग गरिन्छ भन्ने कुरा। अब हामीले यो दुईटा पोखरीको बारेमा बुझौं। यो पोखरी भनेको एकदमै साह्रै ठूलो पोखरी हामीले नबनाएको वाटर हार्भेस्टको उद्देश्यले बनाइएको र त्यसमा आउटलेट इनलेटको व्यवस्थापन पनि राम्रो नभएको। त्यसमा चाहिँ के हुन्छ त बाहिरबाट सबै पानी चाहिँ भित्र जाने हुन्छ। यसमा कुनै रोकटोक लगाइएको हुँदैन। यसमा चाहिँ के हुन्छ त व्यवस्थित तरिकाले इनलेट बनाइएको हुन्छ र व्यवस्थित तरिकाले इनलेट बनाउँदाखेरि पानी कस्तो किसिमको भित्र जान दिने कस्तो चाहिँ नजान दिने, कुन चाहिँ पानी हामीले तान्ने कुन चाहिँ पानी नतान्ने अथवा कति पानी राख्ने भन्ने जस्ता कुराहरु चाहिँ एकदमै हामीले यो बुझेर यो अनुसारको चाहिँ पोखरी बनाइएको हुन्छ जसको डिल चाहिँ सतहभन्दा अलिकति माथि हुन्छ। तर यो गाउँघरको पुरानो पोखरीमा कस्तो हुन्छ त सतहभन्दा माथि चाहिँ डिल हुँदैन, सतहबाट नै तल गहिरो भाग हुन्छ। त्यसकारणले गर्दा सबै पानी चाहिँ बगेर यसमा आउने गर्दछ। अब यो 5 वर्ष 7 वर्ष 10 वर्षको ठेक्का हुन्छ अथवा 20 वर्षको ठेक्का हुन्छ जसमध्ये 4 वर्ष 5 वर्षपछि अथवा 6 वर्षपछि चाहिँ यो सुकाउने गरिन्छ। प्रत्येक वर्ष सुकाउने चाहिँ गरिदैन। ठेक्का चेन्ज भएपछि सुकाउने, ठेक्का हुन्जेलसम्म नसुकाउने भन्ने पनि हुन्छ। भनेपछि त्यस्तो पोखरीको पिँधमा चाहिँ बटम सोइल एकदमै धेरै जम्मा भइसकेको हुन्छ। प्राङ्गारिक पदार्थहरू जम्मा हुँदै हुँदै 1 वर्ष 2 वर्ष 3 वर्ष 4 वर्ष गरेर प्राङ्गारिक पदार्थ जम्मा धेरै हुँदा हुँदै के हुन्छ त्यहाँ चाहिँ बटम सोइलको मात्रा चाहिँ बढिसकेको हुन्छ। अब बटम सोइलको मात्रा बढिसकेपछि त्यो पोखरी चाहिँ कस्तो हुन्छ त सुकाउँदाखेरि सुक्न त सुक्ने धेरै पानी चाहिँ यताबाट उता चाहिँ राख्नु पर्यो। सुकाउँदाखेरि के हुन्छ त पीएच एकदमै लो भइसकेको हुन्छ। त्यो पीएच लो भइसकेको कारणले गर्दा त्यो पोखरीलाई सुकाउने भएपछि अथवा त्यो पोखरीलाई चाहिँ ट्रिटमेन्ट गर्दाखेरि अरु जेनरल पोखरी भन्दा हाई अमाउन्ट अफ क्याल्सियम कार्बोनेट चाहिँ युज हुन्छ। अर्थात पीएच लाई चाहिँ ब्यालेन्स गर्न क्याल्सियम कार्बोनेट युज गर्ने हो र क्याल्सियम कार्बोनेट हामीले कति युज गर्ने भन्ने कुरा यसको लागि चाहिँ छुट्टै क्याल्कुलेट चाहिँ गर्नुपर्छ। अर्थात पीएच को आधारमा चुनको प्रयोग चाहिँ गरिन्छ। पहिलो कुरा त सुकाउने काम हो। सुकाउने काम चाहिँ भइसकेपछि अनि मात्र यो पीएच को ट्रिटमेन्ट चाहिँ गर्ने हो। अब बुझौं। अब यसमा चाहिँ हामीले पीएच को ट्रिटमेन्ट गरिसकेपछि यो पोखरी र यो पोखरी दुईटै एकनासको हुने भयो। अब प्राइभेट साइन्टिफिकली त्यो के हुने भयो त दुईटै चाहिँ एक किसिमको पोखरी चाहिँ हुने भयो। अर्थात माछा पालन गर्नलाई गरिने जति पनि क्रियाकलापहरू हुन्छन् ती सबै चाहिँ अब बराबर तरिकाले चाहिँ हामीले गर्न चाहिँ सक्छौं। यो गाउँघरको पुरानो पोखरीको कन्सेप्ट बुझ्नु भएपछि त्यसमा एउटा अर्को प्रश्न सोधेको छ। खास यो चाहिँ एमसीक्यू मा सोधेको छ तर यसलाई चाहिँ अलिकति लङ क्वेशनमा पनि सोध्न चाहिँ सक्छ। जस्तै हामीले यहाँ के भनेको छौं त हामीले बनाएको पोखरी
यो जमिनको सतह भयो, जमिनको सतहको ठिक त्यहीबाट यो कस्तो हुन्छ त? यो चाहिँ गाउँघरको पुरानो पोखरी भयो। हामीले बनाएको पोखरी चाहिँ कस्तो हुन्छ त? यस्तो हुन्छ। भनेपछि यसमा चाहिँ जमिनको सतह यहाँ भयो हैन? यसमा चाहिँ के हो त? जमिनको सतह यहाँ भयो, यहाँबाट सबै पानी चाहिँ यसमा जाने भयो। यसरी चाहिँ पानी जाने भयो। यसमा जमिनको सतह यहाँ छ, त्यसकारणले गर्दा सबै पानी चाहिँ यसमा जाँदैन। बाढी आएको बेलामा यो सबै डिलको माथिबाट गयो भने मात्र जान सक्ने भयो। यो कारणले गर्दा प्राङ्गारिक पदार्थहरूको जम्मा हुने रेट चाहिँ हाम्रो नियमित सुकाइरहेको पोखरीमा चाहिँ 30 सेन्टिमिटर भन्दा बढी माटो चाहिँ हुन पाउँदैन। तर गाउँघरको पुरानो पोखरीमा वर्षौंदेखि नसुकेको कारणले गर्दा त्यसमा चाहिँ 30 सेन्टिमिटर भन्दा बढी चाहिँ पानी यो पितको माटो चाहिँ जम्मा हुन्छ। अब यो दुईटा कन्सेप्ट क्लियर भइसकेपछि हामीले अब गर्ने क्रियाकलापहरू यसमा चाहिँ के हुन् भन्ने कुरा चाहिँ बुझ्नु पर्यो। यसमा क्वेशन के घुमाएको छ त भन्दाखेरि अब एमसीक्यूमा के सोधेको छ त? तलका मध्ये गाउँ गर्न सकिने अथवा उत्पादकत्व बढाउन, गाउँघरको पोखरीमा उत्पादकत्व बढाउन चाहिँ गर्न सकिने क्रियाकलापहरू अथवा प्रविधि चाहिँ कुन चाहिँ हुन सक्छ अथवा अपनाउन सकिने प्रविधि कुन हुन सक्छ भनेर त्यसरी चाहिँ सोधेको छ। एक्ज्याक्ट याद भएन, तर त्यो प्रश्नको जवाब चाहिँ के हो त भन्दाखेरि खास पुरानो किसिमको पोखरीहरूमा हामीले चाहेर पनि धेरै इन्टेन्सिफिकेसन गर्न चाहिँ सकिँदैन। इन्टेन्सिफिकेसन गर्नलाई हामीले आफ्नो अनुकूलको पोखरीको संरचना बनाउनु पर्छ। अब एकछिन है, अब यसमा चाहिँ हामीले आउटलेट र इनलेट बनाएको कारणले गर्दा पोखरी सुकाउन सजिलो हुने भएको कारणले गर्दा यसमा अर्ग्यानिक म्याटर जम्मा हुन पाउँदैन। यसमा चाहिँ अर्ग्यानिक म्याटर जम्मा हुन्छ, त्यसकारणले गर्दा यसको पीएच चाहिँ एकदमै कम हुन्छ, पीएच लो भइसकेको हुन्छ र यसमा चाहिँ पीएच मेन्टेन नै हुन्छ। त्यसकारणले गर्दा नर्मल पोखरीमा हामीले पोखरी सुकाउँदाखेरि पोखरी सुकाउन पनि छिटो सुक्ने भयो र पोखरी हिलो नभएपछि पोखरी छिटो सुक्ने भयो र पोखरी सुकिसकेपछि हामीले जब चुनाको प्रयोग गर्ने भनेर भन्छौं त्यसमा चाहिँ यसमा नर्मल 500 केजी प्रति हेक्टर भनेर हामीले भन्छौं। यसमा चाहिँ के हुन्छ त प्रति हेक्टर कति राख्ने भन्ने कुरा पीएच ले निर्धारण चाहिँ गर्छ। अब यो पोखरी चाहिँ हामीले गहिराई यो साइज यसको 2 देखि 3 बिघा 4 बिघा 5 बिघा सम्म पनि हुन्छ। जनरली यो पुरानो गाउँहरुको पुरानो पोखरी भनेको कम्युनिटी पोन्डहरुलाई चाहिँ हामीले सम्झिनु पर्छ। कम्युनिटी पोन्ड चाहिँ सबै ठाउँमा चाहिँ छैन। हाम्रो नेपालमा चाहिँ लगभग तराईको एरियामा धेरै ठाउँमा चाहिँ कम्युनिटी पोन्ड चाहिँ छ, जसमध्ये विशेष गरेर यो पूर्वी भागदेखि चाहिँ चितवनसम्म आउने हो भने कम्युनिटी पोन्डहरुको कन्सेप्ट चाहिँ एकदम व्यापक छ। तर त्यो पछि चाहिँ फेरि त्यति धेरै चाहिँ छैन। भैरवा रूपन्देही कपिलवस्तुहरुतिर पनि त्यति धेरै कम्युनिटी पोन्डको चाहिँ कन्सेप्ट चाहिँ पहिलादेखि नै डेभलप चाहिँ भएको छैन। अब त्यसकारणले गर्दा धेरै पोखरीहरु यो पूर्वदेखि लिएर मध्य प्रदेशसम्म चाहिँ यही पोखरीहरु चाहिँ कम्युनिटी पोन्डको कन्सेप्टमा चाहिँ छ। त्यहाँ चाहिँ धार्मिक दृष्टिकोणले त्यसपछि अब यो भूबनोटको हिसाबले पनि त्यसरी कम्युनिटी पोन्डको कन्सेप्ट चाहिँ रहेको छ। त्यसको मुख्य काम भनेको मैले अस्ति नै भनिसके, अब धार्मिक देखि लिएर गाउँघरमा प्रयोग हुने सम्पूर्ण किसिमको कामको लागि चाहिँ पानीको हार्भेस्टिङ साइटको रूपमा चाहिँ प्रयोग हुन्छ। अब गहिरो धेरै हुन्छ,
गहिरो धेरै भए पनि पानीको मात्रा एकदम धेरै हुन्छ, सुकाउन पनि गाह्रो। त्यसकारणले गर्दा नियमित नसुक्ने हुन्छ त्यस्तो पोखरीहरू। र त्यसमा हामीले इन्टेन्सिफिकेसन गर्ने हो भने अब जेनरली त्यसमा माछा पालन गर्दाखेरि एक्सटेन्सिभ फिस फार्मिङ मात्र गरिन्छ। अब त्यसमा यदि मानव उत्पादकत्व बढाउन हामीले के गर्न सकिन्छ भनेर भन्यो भने धेरै गर्ने भनेको त्यसमा चाहिँ सेमी इन्टेन्सिभ गर्न सकिन्छ। इन्टेन्सिफिकेसन अथवा इन्टेन्सिभ फिस फार्मिङ चाहिँ गर्न त्यसमा सकिँदैन, किनभने त्यसमा चाहिँ हामीले अब अर्ग्यानिक लोडलाई कन्ट्रोल गर्न सक्दैनौँ। अर्ग्यानिक लोड कन्ट्रोल गर्न नसक्ने भएपछि त्यसमा चाहिँ इन्टेन्सिफिकेसन गर्न चाहिँ सकिँदैन। अब सेमी इन्टेन्सिभ किन भनिन्छ त भन्दाखेरि दानाको अलिक कम दिएर प्राङ्गारिक पदार्थको मात्रा चाहिँ त्यो उत्पादन हुन दिएर अनि भौराको संख्या मात्र बढाउने हो भने त्यो सेमी इन्टेन्सिभ चाहिँ हुन्छ, तर त्योभन्दा माथि चाहिँ इन्टेन्स गर्न चाहिँ सकिँदैन। अब आउँ यो पोखरीमा खाने माछा उत्पादन चाहिँ कसरी गरिन्छ, त्यसमा स्टेप बाई स्टेप चाहिँ के गर्न पर्छ भन्ने कुरा चाहिँ बुझ्नु पर्यो। पहिलो कुरा, हामीले पोखरीमा खाने माछा उत्पादन व्यवस्थापन गर्दा पुरानो होस् वा नयाँ होस् दुईटै पोखरीमा हामी के गर्छौँ त, गाउँघरको पुरानो पोखरी वा नयाँ पोखरीमा के गर्छौँ, यो पोखरी तयारी चाहिँ सुरुवातमा फर्स्ट स्टेपमा पोखरी सुकाउने काम गर्छौँ। सुकाउने काम गरिसकेपछि त्यो सुकिसकेपछि चाहिँ के गर्नुपर्छ त, सुक्न चाहिँ कसरी सुक्नु पर्यो त, चिरा परेर सुक्नु पर्यो, जसले गर्दाखेरि यो माटोको कणहरू बिचमा पानीको मात्रा नहोस् र भौराहरूको ह्याचलिङहरू पनि त्यसमा नअल्झियोस्, माइक्रो अर्गानिजमहरू पनि त्यसमा नरहोस् भन्ने उद्देश्यले पितको माटो चाहिँ चिरा पर्ने गरी चाहिँ सुकाउनु पर्छ हैन। अब पितको माटो चिरा पर्ने गरी सुकाइसकेपछि त्यसपछि त्यो चिराले के भन्छ त, कति गहिरो अर्ग्यानिक म्याटरहरू छन् भन्ने कुरा चाहिँ हामी यसमा चाहिँ बुझ्न सक्छौँ। यो गहिरो भाग चाहिँ यो जुन चिराहरू पर्छ त्यो चिरा कति गहिरो पर्छ भन्ने कुरा त्यसले हामीलाई छुट्याउँछ। त्यहाँ हिलो चाहिँ कति सेन्टिमिटरसम्म हिलो छ भनेर हामीलाई छुट्याउँछ। त्यो हिलोको आधारमा हामीले माथिबाट चाहिँ एक लेयर काटेर स्क्रैप गरेर चाहिँ हटाउनु पर्ने हुन्छ। यदि धेरै छ भने 30 सेन्टिमिटर भन्दा धेरै छ भने, र त्यसपछि अब पोखरीको आकार अनुसार चाहिँ अब 3 देखि 4 हप्तासम्म चाहिँ सुकाइन्छ र त्यो चिरा परिसकेपछि अनि मात्र हामीले त्यसमा चुन चाहिँ प्रयोग गर्छौँ। यो पहिलो स्टेप भनेको पोखरी सुकाउने, दोस्रो स्टेप भनेको चुनको प्रयोग गर्ने, अनि त्यसपछि तेस्रो स्टेपमा चाहिँ के छ त, यो दोस्रो स्टेपमै चुनको प्रयोग गर्ने। चुनको प्रयोग चाहिँ नर्मल पोखरीमा 500 केजी प्रति हेक्टर चाहिँ हामीले प्रयोग गर्ने भनेर नर्मल वेमा हामीले बुझ्नुपर्छ। र यसमा चाहिँ के हुन्छ त, गाउँघरको पुरानो पोखरीमा हामीले के निर्धारण गरिन्छ भन्ने कुरामा पीएच को मात्रा कति छ त्यसको आधारमा हामीले चुनको चाहिँ प्रयोग चाहिँ गर्छौँ। यो नयाँ पोखरीमा पनि हुन सक्छ। नयाँ पोखरीमा मानौ कुनै ठाउँबाट चाहिँ बाढी बग्यो, त्यो वर्ष चाहिँ हामीले त्यसमा चुन ट्रिटमेन्ट गर्न सकेनौँ भने त्यसको कारणले गर्दा पनि पीएच को मात्रा चाहिँ बढेको हुन सक्छ। भनेपछि जुनसुकै पोखरीमा हामीले माछा पालन गर्नभन्दा पहिला प्रत्येक वर्ष सुकाउनु पर्ने कारण भनेको के हो त, एउटा चाहिँ अब त्यहाँ भएको माइक्रो अर्गानिजमहरू चाहिँ सबै मरोस्। त्यहाँ भएको जङ्गली कुनै माछा छ भने त्यो पनि मर्नु पर्नु भयो। त्यसपछि अमोनियाको समस्यालाई पनि समाधान गर्न पोखरी सुकाउनु पर्ने भयो र पितको माटोलाई पनि कन्ट्रोल गर्न पोखरी चाहिँ सुकाउन आवश्यक हुन्छ। त्यो सुकाइसकेपछि त्यसमा चाहिँ चुनको प्रयोग गरिन्छ। चुन जेनरली 3वटा क्याटेगोरीको हुन्छ। अब यहाँ 4वटा किसिम देखाइए तापनि 2टा भनेको एग्रिकल्चर लाइम नै भयो, एउटा सिलेक्ट लाइम अथवा हाइड्रेटेड लाइम, अर्को चाहिँ क्विक लाइम भनेर भनिन्छ। यो 4 किसिमको चुनहरू चाहिँ प्रयोग गर्ने गरिन्छ पोखरीमा। जुनै कुनै प्रयोग गर्दा पनि हुन्छ, जुन उपलब्ध छ त्यो प्रयोग गर्ने हो। हाम्रो देशमा जेनरली उपलब्ध हुने भनेकै यो एग्रिकल्चर लाइम हो। अब सिलेक्ट लाइम अथवा क्विक लाइम हाम्रो देशमा त्यति धेरै माछा पालनको लागि र अब अन्य प्रयोजनको लागि पनि त्यति धेरै चाहिँ प्रयोग हुँदैन। कृषि प्रयोजनको लागि जेनरली कृषि चुन नै प्रयोग हुन्छ, कृषि चुन नै गरेर राखिन्छ। तर सबैभन्दा प्रभावकारी कुन हो भनेर सोध्यो भने अथवा सबैभन्दा बेस्ट चुन कुन हो भनेर भन्यो भने माछा पालनको लागि सबैभन्दा बेस्ट चुन चाहिँ क्विक लाइम हो भनेर बुझ्नुपर्छ। तर प्रयोग चाहिँ हुन सबै चाहिँ प्रयोग गरिन्छ।
अब यो चुनको किसिममा चाहिँ एउटा स्लेक्ट लाइम, अर्को क्विक लाइम, एउटा क्याल्सियम कार्बोनेट र क्याल्सियम म्याग्नेसियम क्याल्सियम कार्बोनेट चाहिँ छ भन्ने कुरा बुझ्नु पर्यो। यसको उपयोगिताको लागि हामीले सिम्पली पहिला त यसमा क्याल्सियम हुन्छ, त्यसकारणले गर्दा माछाको शरीरमा पनि क्याल्सियमको उपलब्ध हुनलाई यो माइक्रो न्युट्रिएन्टको रूपमा यसमा उपलब्ध हुन्छ, जसले गर्दा चाहिँ चुनको प्रयोग चाहिँ गर्नुपर्छ। दोस्रो कुरो यसमा आउँछ अब कुनै किसिमको माइक्रो अर्गानिजमहरू छन् भने चुनको किसिमको कुरा गर्दाखेरि यहाँ त्यही भएर स्लेक्ट लाइम अथवा हाइड्रेटेड लाइम भनेर भनिन्छ, क्विक लाइम भनेर भनिन्छ। यो स्लेक्ट लाइम, हाइड्रेटेड लाइम अथवा यो क्विक लाइम अथवा बर्न लाइम भनेर भनिन्छ यसलाई। यो दुईटै लाइम भनेको क्याटेगोरी केमिकली चाहिँ कस्तो छ त भन्दाखेरि त्यो घरमा पोत्ने जुन चुन हुन्छ त्यही चुन नै हो हैन। अनि यो चुन चाहिँ घरमा पोत्ने चुन चाहिँ होइन, यो चुन चाहिँ फरक, यो कृषिमा यो माटोमा गर्ने चुन हो यो। त्यसपछि हाइड्रेटेड लाइम अथवा स्लेक्ट लाइम यो पनि के हो त, यो अहिले कतिपय ठाउँमा यो नयाँ नयाँ कन्स्ट्रक्सन मेटेरियलहरुमा चाहिँ यो युज हुन्छ क्याल्सियम हाइड्रोक्साइड, त्यही चुनहरु नै हुन्। त्यो मध्येमा पनि कुन बेस्ड हुन्छ भन्दाखेरि हामीलाई चाहिँ क्याल्सियम अक्साइड बेस्ड हुन्छ। यसले चाहिँ धेरै मात्रामा क्याल्सियम रिप्लेस गर्न सक्छ भन्ने कुरा भएको कारणले गर्दा यो चाहिँ बेस्ट भएको हो। चाहिँ क्याल्सियम कार्बोनेट पनि हुन्छ हाम्रो पोखरीमा। अब यो किन प्रयोग हुने भन्ने कुरामा एउटा त क्याल्सियम उपलब्ध हुन्छ, अर्को चाहिँ किन प्रयोग हुन्छ भन्दाखेरि माइक्रो अर्गानिजमहरुलाई चाहिँ मार्ने काम पनि यसले गर्छ। र तेस्रो भनेको पीएच बफरिङको काम गर्छ यसले, अर्थात घटेको छ भने यसलाई चाहिँ बढाएर अनि कहाँ राखिदिन्छ त न्यूट्रलको बीचमा, अर्थात 6.5 देखि 8.5 को बीचमा चाहिँ यसले मेन्टेन चाहिँ गर्छ। चुनाको मात्राको आधारमा यो रेन्ज भित्र चाहिँ मेन्टेन भएर बस्छ। पीएच बढाउने तथा अम्लीय घटाउने, यो पीएच कम भयो भने के हुन्छ त धेरै एसिडिक हुन्छ, त्यो एसिडिकलाई कम गर्ने काम चाहिँ यो क्याल्सियम कार्बोनेटले चाहिँ गर्छ। यो काम चाहिँ किन राखिन्छ भन्ने कुरा भयो। अब कति राखिन्छ भन्ने सन्दर्भमा चाहिँ के बुझ्नु पर्छ, यो चाहिँ पीएच को आधारमा हामीले चुनको प्रयोग चाहिँ गर्नुपर्छ। नर्मल पोखरी हरेक वर्ष सुक्ने पोखरी चाहिँ के हो त, हरेक वर्ष सुक्ने पोखरी भनेको 6.5 देखि 7.5 सम्म मेन्टेन भइराख्छ। त्यसकारणले गर्दा हरेक वर्ष सुक्ने पोखरीमा चाहिँ 500 केजी प्रति हेक्टर चुन राख्ने भनेर नियमित रूपमा चाहिँ भन्ने गरिन्छ। त्यसलाई चाहिँ हामीले जस्ट वन्स पर इयर युज गर्ने हो। जहिले पनि के याद राख्नुपर्छ त, चुनको प्रयोग पोखरीमा गर्दाखेरि केजी प्रति हेक्टर प्रति इयर भनेर भनिन्छ। एक वर्ष मात्र चुन प्रयोग गर्ने हो, अर्थात वर्षमा एक पटक मात्र चुन प्रयोग गर्ने हो। कुनै एक्सिडेन्ट नहुन्जेलसम्म, कुनै व्यवस्थापकीय समस्या नदेखिन्जेलसम्म चुनको प्रयोग चाहिँ गरिराख्न चाहिँ परेन। एक पटक पोखरीमा चुनको प्रयोग गर्यो त्यसपछि सकियो। त्यसकारणले गर्दा यसको डोज भन्दा पनि के भन्नुपर्छ त 500 केजी प्रति हेक्टर प्रति वर्ष भनेर भन्नुपर्छ। र यो हिसाबले अब यदि पोखरी धेरै वर्षसम्म सुकेको छैन भने यतातिर चाहिँ जाने भयो। यदि पोखरी चाहिँ पटक पटक सुकाइराख्ने हो भने त्यसमा चाहिँ पटक पटक चेन्ज गरिराख्नु पर्ने छ भने यो यति मात्र प्रयोग चाहिँ गर्ने भनेर भन्छ। अर्थात नर्सरी पोखरीहरुको क्याटेगोरी हेर्ने हो भने पटक पटक वर्षमा 3 पटक 4 पटक सुक्ने गर्छ। त्यसकारणले गर्दा कुनै कुनै पोखरीहरुमा चुना दिनै पर्दैन, कुनै पोखरीमा अलिअलि मात्र चुना दिए हुन्छ, किनभने एक पटक दिइसकेपछि पटक पटक चुन प्रयोग गर्न चाहिँ परेन। तर जुन पोखरी चाहिँ वर्षमा धेरै पटक सुक्दैन र 3 वर्ष 4 वर्षमा एक पटक सुक्छ, त्यस्तो पोखरीहरुमा चाहिँ हाम्रो पीएच चाहिँ लो भएको हुन्छ। त्यसमा चाहिँ यति हामीले लाइमिङ गर्ने भनेर बुझ्नुपर्छ। त्यसपछि आउँछ अब लाइमिङ गरिसकेपछि पोखरीमा चाहिँ हामीले पानी राख्छौं। पानी राख्दाखेरि 24 आवर टु 48 आवर पछि पानी हामीले राख्छौं। त्यसको लागि कुनै हार्ड एन्ड फास्ट रुल चाहिँ छैन। तर के हुन्छ त पानी राख्ने भनेको
यो पोखरीमा हामीले चुनको ट्रिटमेन्ट गरिसक्यो। अब हामीले यसमा पानी राख्ने। पानी राखिसकेपछि यो पानी हामी कति मेन्टेन गर्छौँ त? 1.5 मेन्टेन गर्छौँ। 1.5 मिटर। यो पोखरीमा पानी राख्दाखेरि 1.5 मेन्टेन गरिसक्दा अब हामीले यसमा माछा पाल्नको लागि पहिला चाहिँ यो प्राकृतिक आहार मेन्टेन गर्नुपर्ने हुन्छ। त्यसपछि हामीले माछा हाल्नुपर्ने हुन्छ र माछा राखिसकेपछि त्यसपछि फेरि पनि प्राकृतिक आहार चाहिँ मेन्टेन गर्नुपर्ने हुन्छ। प्राकृतिक आहार हामीले किन मेन्टेन गर्ने भन्ने कुरामा प्राकृतिक आहार भनेको फाइटोप्लाङ्क्टन र जूप्लाङ्क्टन। यो किन मेन्टेन गरिराख्नुपर्छ त भन्दाखेरि यसमा अक्सिजन पनि मेन्टेन गर्नुपर्ने भएकोले प्राकृतिक आहार पनि समयमै उपलब्ध गराइहाल्नुपर्छ अनि मात्र माछा पाल्नलाई सजिलो हुन्छ। अब यो प्राकृतिक आहार बनाउनलाई हामीले पोखरीमा गर्नुपर्ने म्यानेजमेन्ट चाहिँ के हो त भन्दाखेरि खाद्य व्यवस्थापन गर्ने हो अथवा मल खादको व्यवस्थापन गर्ने हो। मल खाद व्यवस्थापन भनेको एक्सटर्नल इनपुट चाहिँ हामीले पोखरीमा राख्नुपर्ने हुन्छ। त्यतिकै चाहिँ यो प्राकृतिक आहार चाहिँ बन्दैन। त्यो भनेको कति हो त भन्दाखेरि मल खादको प्रयोगबारे जानकारीको रूपमा हामीले के बुझ्नुपर्छ? लाइमिङको प्रयोगपछि यहाँ के भन्नुभएको छ भने 1 हप्ता छोड्ने होइन भनेर भन्नुभएको छ। खास के हुन्छ भने पोखरी सुकाउने स्टेप चाहिँ इम्पोर्टेन्ट हुन्छ। त्योभन्दा पहिला पनि के सोध्नु भएको छ कि प्रति कट्ठा चुन 15 केजीदेखि 20 केजीको अलग अलग अप्सन आएमा कुनमा लगाउने भनेर प्रति कट्ठा यस्तो हो 500 केजी पर हेक्टर भनेर हुन्छ। यसलाई 30 ले भाग गर्नुभयो भने त्यो चाहिँ 20 पुग्दैन। त्यो भनेको 15 भन्दा अलिकता बढी हुन्छ। त्यसकारणले गर्दा हामीले 20 वाला अप्सन चाहिँ लिदैनौं। त्यसको लागि अप्सन भनेको 15 वा 15 को वरिपरिमा जुन आउँछ त्यो चाहिँ लिन्छौं। यदि पीएच लाई स्पेसिफिक तोक्यो भने त्यसपछि मात्र हामीले 20 अथवा त्योभन्दा बढी चाहिँ लिने हो। एक्ज्याक्ट 20 चाहिँ पुग्दैन। त्यसकारणले गर्दा 500 केजी प्रति हेक्टरलाई हामीले लिने कट्ठामा 15 भन्दा थोरै बढी हुन्छ। अब दोस्रो कुरा मल खादको प्रयोग चाहिँ गर्ने भनेको चाहिँ कति बेला हो त भन्दाखेरि पोखरी सुकाइसकेपछि चुनको ट्रिटमेन्ट गरिसकेपछि त्यसमा चाहिँ चुन हाल्ने र पानी हाल्नेको बीचको अवधि भनेको 1 हप्ता हामीले कुर्न पर्दैन। त्यो भनेको 48 घण्टा अर्थात 12 देखि 24 देखि 48 घण्टा 1 दिनदेखि 2 दिनसम्ममा त्यो पोखरी अब तयार हुन्छ। त्यसमा गर्नुपर्ने केही पनि हुँदैन। त्यहाँ के हुन्छ त भन्दाखेरि चुनको प्रयोग 2 किसिमले गरिन्छ। एउटा माछा भइरहेको कन्डिसनमा, अर्को चाहिँ माछा नभएको। नयाँ पोखरी छ, नयाँ पोखरीमा हामीले सुकाएर अथवा पुरानै पोखरीलाई पनि हामी सुकाएर यदि ट्रिटमेन्ट गर्दै छौं भने त्यहाँ के हुन्छ त पाउडर चाहिँ छरिने हो। पाउडर चारैतिर छर्नु पर्छ। त्यसै पाउडर छर्ने हो। यदि मानौ यो पोखरीमा पानी भइदिया भए के हुन्छ? पानी भइदिया भए त्यसमा हामीले पाउडर जस्तो छर्किने हैन कि त्यसलाई घोलेर अनि त्यसपछि चारैतिर छर्किने हो। यसरी चाहिँ यो ट्रिटमेन्ट पोखरीमा ट्रिटमेन्ट गर्ने चुनको ट्रिटमेन्ट गर्ने भनेको घोलेर राख्ने अवस्था भनेको पानी भएको अवस्थामा नभए चाहिँ यहाँ चारैतिर छर्किने चाहिँ हो। छर्किसकेपछि सोइलमा ट्रिटमेन्ट भइसकेपछि त्यसपछि 24 देखि 48 घण्टामा हामीले त्यसमा पानी राख्न सकिन्छ। पानी राखेर त्यसपछि के गर्ने त मल खादको व्यवस्थापन गर्ने हो। मल खादको व्यवस्थापनले के भन्छ त भन्दाखेरि अब हामीलाई पहिला के थाहा हुनु पर्यो, मल खाद हामीले किन राख्न पर्छ भन्ने कुरा थाहा हुनु पर्यो। हामीले पोखरीको क्वालिटी ब्यालेन्स गरिसकेपछि अर्थात पानी सुकाएर पानी फेरि थप्ने अथवा माटोको अनुसार चुना प्रयोग गरेर त्यसपछि पानी थप्ने भएपछि त्यो पानी हामीले 1.5 मिटर बनाउँछौं। 1.5 मिटर पानीमा हामीलाई नियमित रूपमा प्राकृतिक आहार उपलब्ध भइराख्न पर्छ। यदि हामीले सेमी इन्टेन्सिभ एक्वाकल्चर गर्ने हो भने हामीले अहिले जति पनि कुरा गर्दैछौं सबै सेमी इन्टेन्सिभ कुरा गर्दैछौं। सेमी इन्टेन्सिभ एक्वाकल्चरमा के गरिन्छ त
सप्लिमेन्ट्री फिड सँगसँगै प्राकृतिक आहारको पनि महत्त्व चाहिँ हुन्छ। त्यो प्राकृतिक आहारको महत्त्व सँगै हामीले सप्लिमेन्ट्री फिड दिनलाई प्राकृतिक आहार नियमित उत्पादन गरिराख्नु पर्यो। त्यो नियमित उत्पादन गर्नलाई पहिलो पटक अलिकता धेरै उत्पादन गरिदिने र त्यसैलाई अब त्यो जोरनको रूपमा काम गर्छ, त्यसैलाई चाहिँ हामीले पछिसम्म उत्पादन गरिराख्ने हो। अथवा कसरी बुझ्नु पर्छ त भन्दाखेरि पहिलो पटक अलिकता धेरै उत्पादन गरिदियो भने त्यसैलाई मल्टिप्लिकेसन गर्न चाहिँ सजिलो हुन्छ भनेर पहिलो पटक चाहिँ बेसल डोज राख्न पर्ने हुन्छ। बेसल डोज कति हो र रेगुलर डोज कति हो भन्ने कुरा चाहिँ यसमा बुझ्नु पर्ने हुन्छ। अब बेसल डोजको रूपमा हामीले पहिलो पटक युज गर्दाखेरि अलिकता बढी युज गर्छौं। त्यो प्राङ्गारिक मल होस् वा केमिकल मल होस्। प्राङ्गारिक मलको हिसाबमा के भनिएको छ त, नेपालमा प्रयोग हुने प्राङ्गारिक मल मोस्टली के हो, क्याटल फिसको क्याटलको यो फिकल मेटेरियलबाट बनाइएको फार्म यार्ड म्यानुअर भनिन्छ, एफआइएम अथवा त्यसलाई कम्पोस्ट मल पनि भनिन्छ। अब यो कम्पोस्ट मललाई हामीले पोखरीमा गएर राख्ने हो। यसमा पनि के ध्यान दिनुपर्ने के छ त, बेसल डोज पहिलो पटक चाहिँ राख्दाखेरि 100 केजी देखि 150 केजी प्रति कट्ठा हामीले त्यो बेसल डोजको रूपमा राख्छौं र त्यसलाई चाहिँ पानीमा प्राकृतिक आहार बनाउन अथवा नाइट्रोजन र फस्फोरस छोड्न, ब्याक्टेरियाहरू चाहिँ त्यहाँ छोड्न हामीले पोखरीको एक कुनामा डिस्को बनाएर चाहिँ राख्ने हो। त्यो पहिलो पटक राख्दाखेरि वर्षमा एकपटक मात्र प्रयोग हुन्छ यस्तो, त्यसकारण त पहिलो पटक धेरै राखिन्छ। त्यसपछि बाँकी वर्षहरुमा अथवा बाँकी महिनाहरुमा, बाँकी समयमा नर्मल डोजमा चाहिँ राखिन्छ। जस्तै पोखरी यस्तो छ भने यो चाहिँ एक डिस्को बनाएर यता राखिन्छ, फेरि यो यहाँ युज भइसकेपछि अर्को डिस्को बनाएर यता राखिन्छ, फेरि यता राखिन्छ। यो के हुन्छ त, यहाँ चाहिँ गोमलको डिस्को हुन्छ अनि बिस्तारै बिस्तारै यसबाट निस्कने जो फाइटोप्लाङ्क यसबाट निस्कने नाइट्रोजन, फस्फोरस र माइक्रो अर्गानिजमहरु सबै यो पानीमा चाहिँ घोलेर चाहिँ बस्छ। भनेपछि पहिलो पटक हामीले यति युज गर्ने, त्यसपछि 15 दिनपछि नियमित हरेक 15 दिन चाहिँ युज गर्दाखेरि हामीले जम्मा 10 देखि 15 केजी प्रति कट्ठा हामीले हरेक 15 दिनमा प्रयोग चाहिँ गर्नुपर्ने हुन्छ। 15 दिनमा प्रयोग गर्दा पनि एक डिस्को यहाँ राख्ने, यसमा एक अर्को पटक यहाँ राख्ने, फेरि अर्को पटक यहाँ राख्ने अनि अर्को पटक फेरि यतापट्टि राख्ने। यसरी चाहिँ हामीले यो मलको व्यवस्थापनमा पहिलो यो प्राङ्गारिक मल, त्यसपछि अर्को कुन छ, अर्को चाहिँ रासायनिक मल। रासायनिक मलमा नेपालमा प्रयोग हुने मुख्य रूपमा चाहिँ युरिया र डीएपी हो। चाहे त्यो कृषिमा प्रयोग होस्, चाहे त्यो माछामा प्रयोग होस्, हैन, मल प्राकृतिक आहार बनाउन प्रयोग गर्ने हो। प्राकृतिक आहार बनाउन प्रयोग गर्ने भएपछि दुई किसिमको मल, जसमा चाहिँ नाइट्रोजन र फस्फोरस दुईटै हुन्छ, त्यो दुईटा मल चाहिँ प्रयोग हुने गर्छ। त्यसमा चाहिँ पहिलो अर्थात बेसल डोज भनेको अलिक बढी दिने गरिन्छ, 4 केजी प्रति कट्ठा र 3 केजी प्रति कट्ठा भनेको यो बेसल डोज हो। पहिलो पटक दिँदाखेरि आधार मात्रा दिइन्छ, अलि धेरै दिइन्छ। त्यसपछिको हरेक दिनको रेगुलर अर्थात हरेक 7-7 दिनको रेगुलर हामीले यो अप्लाई चाहिँ गर्छौं प्राङ्गारिक मलमा, के रे रासायनिक मलमा। अब प्राङ्गारिक मल हामीले हरेक 15 दिनमा राख्यौं, रासायनिक मल हरेक 7 दिनमा राख्ने गरिन्छ। प्राङ्गारिक मल पहिलो चोटी 100 देखि 150 केजी प्रति कट्ठा युज गरिन्छ भने रासायनिक मल पहिलो पटक युज गर्दाखेरि युरिया चाहिँ 4 केजी, डीएपी चाहिँ 500 ग्राम, डीएपी चाहिँ 3 केजी। अब यसैलाई हरेक नियमित रूपमा प्रयोग गर्दाखेरि नियमित रूपमा प्रयोग गर्न युरिया 750 ग्राम प्रति कट्ठा र डीएपी चाहिँ 500 ग्राम प्रति कट्ठा युज गरेर अनि त्यसपछि मात्र हामीले पोखरीलाई चाहिँ प्राकृतिक आहार उत्पादनशील बनाउन चाहिँ सक्छौं। प्राकृतिक आहार बन्ने भएपछि के हुन्छ त, अब यो मल खाद दिँदा प्रयोग गर्नुपर्ने ध्यान दिनुपर्ने कुराहरू पनि छन्। त्यो भनेको मैले पोखरी बनाएर के भने त, प्राकृतिक
आहारा बनाउनलाई प्राङ्गारिक तथा कृत्रिम आहारा, प्राङ्गारिक तथा कृत्रिम प्राङ्गारिक तथा रासायनिक मल दुईटै दिने गरिन्छ। प्राङ्गारिक मलमा चाहिँ के गर्नुपर्छ त? घाम लागेको बेलामा यो पोखरीको ढिस्कोमा गएर राख्ने हो। यसरी चाहिँ राख्नुपर्छ र यसले बिस्तारै प्राङ्गारिक मल चाहिँ बिस्तारै रिलिज हुन्छ। रासायनिक मल चाहिँ उत्तिखेर 2 देखि 3 दिनमा यसले चाहिँ आफ्नो असर चाहिँ देखाउँछ रासायनिक मलले। त्यही भएर रासायनिक मल चाहिँ जति छिटो बन्छ त्यति छिटो खपत पनि हुन्छ हैन। खपत पनि छिटो छिटो हुने भएको कारणले गर्दा त्यसलाई चाहिँ हामीले हरेक 7 दिनमा दिन्छौँ। फाइटोप्लाङ्क्टन हामीले पटक पटक बनाइराख्नु पर्ने भएको कारणले गर्दा त्यसलाई 7 दिनमै दिनुपर्छ। यदि हामीले गोबर मल दियो भने त्यसबाट अलिकति थोरै ढिलो रिलिज हुन्छ नाइट्रोजन फस्फरस र प्राकृतिक आहार पनि बनाउन त्यो चाहिँ टाइम लाग्ने भएको कारणले गर्दा त्यो बिस्तारै बन्छ र त्यसलाई चाहिँ हामीले 2 हप्ताको फरकमा दिनुपर्ने हुन्छ। अब कति बेला दिनुपर्ने नदिनुपर्ने भन्ने सन्दर्भमा यसको कन्सेप्ट के हो त? यो गोबर मलहरू त्यसपछि रासायनिक मलहरूले उत्पादन गर्ने भनेको नाइट्रोजन फस्फरस हो दिने भनेको, त्यसले गर्दा प्राकृतिक आहार बन्छ। अब गोबर मललाई आफैलाई पनि कम्पोस्ट बनेकै राखे तापनि आफैलाई पनि डिकम्पोज हुन चाहिँ अक्सिजन चाहिँ चाहिन्छ भनेपछि त्यो अक्सिजनको उपयोग धेरै नहोस् भनेर अथवा अक्सिजन कारणले गर्दा माछा स्ट्रेसमा नजाओस् भनेर पर्याप्त मात्रामा घाम लागेको फोटोसिन्थेसिस भएको अक्सिजनकै त्यो मात्रा चाहिँ बढेको बेलामा हामीले दिने भनेर भनिन्छ। डोज छँदैछ त फेरि किन सोध्नु भएको? यो मल खादको प्रयोगमा हामीले घाम लागेको बेलामा त्यसपछि प्रत्येक ठाउँमा चेन्ज गर्दै गर्दै जानुपर्छ। एक ठाउँमा एकपटक, अर्को ठाउँमा अर्कोपटक, फेरि अर्को ठाउँमा अर्कोपटक, यसरी चाहिँ चेन्ज गर्दै जानुपर्ने हुन्छ। र त्यसपछि यो मल राखिसकेपछि त्यो पोखरीमा चाहिँ जेनरली हरियोपना डेभलप चाहिँ हुन्छ। हरियोपना डेभलप भइसकेपछि के गर्ने त? त्यो भनेको 3 देखि 5 दिनमा हरियोपना डेभलप भइसक्छ र भइसकेपछि भूगर्भसघन मत्स्य पालनको बारेमा चाहिँ यो चाहिँ पढ्छौँ। यसमा हामीले सामान्य तरिकाले मत्स्य पालन गर्दाखेरि संख्या चाहिँ कति राख्छौँ त? 7000 राख्छौँ प्रति हेक्टर। सघन, अर्धसघन र सामान्यको लागि चाहिँ एकदमै क्लियर कट यो नम्बर याद गर्नु होला, कन्फ्युजन हुँदैन। नम्बर याद गरिसकेपछि अनि मात्र त्यसमा चाहिँ के प्रयोग गर्ने भन्ने कुरा चाहिँ हामीले बुझ्नुपर्ने हुन्छ। सामान्य मत्स्य पालनमा हामीले केही पनि प्रयोग गर्दैनौँ, भुरा राख्छौँ, त्यसपछि एकपटक मल राख्छौँ, त्यसपछि मल पनि राख्दैनौँ, अनि त्यो प्राकृतिक आहारकै भरमा चाहिँ उत्पादन हुने भएको कारणले गर्दा धेरै थोरै चाहिँ स्टक चाहिँ गरिन्छ। त्यस्तै सेमी इन्टेन्सिभमा हामीले जति पनि क्रियाकलापहरू गर्यौँ सबै सेमी इन्टेन्सिभको कुराकानी हो। त्यसमा चाहिँ हामीले 10,000 प्रति हेक्टर दरले राख्ने गर्छौँ र यदि त्यसैलाई सघन बनाउने हो, कार्पमै सघन गर्ने हो भने 15,000 प्रति हेक्टरको दरले हामीले सघन चाहिँ बनाउँछौँ। त्यो भुराको संख्या चाहिँ बढाउने हो। अब त्यो भइसकेपछि चाहिँ के गरिन्छ त? कसरी राख्ने भन्ने सन्दर्भमा हामीले यो टेबल चाहिँ बुझिसकेका छौँ अस्ति नै। मत्स्य सघन अर्धसघन मत्स्य पालनमा चाहिँ कसरी भुरा राख्ने त भन्दाखेरि हामीले कुन भुरा पालन गर्न खोजेको छौँ त्यसको आधारमा अनुपात चाहिँ छुट्याउनु पर्छ। यो अनुपात के को लागि हो त? विभिन्न सतहमा पानीको सतह छुट्टिने भएको र विभिन्न पानीको सतह छुट्टिँदाखेरि विभिन्न सतहहरू पनि विभिन्न सतहमा छुट्टिएर बस्छन् र त्यसमध्ये सर्फेस फिडर चाहिँ सबभन्दा बढी हुनुपर्छ जहिले पनि भनेर जेनरली 7 जातको कार्पको कुरा गर्दा यो रेसियो चाहिँ यसरी डिस्ट्रिब्युसन गर्ने हो। अरू चाइनिज कार्पहरू मात्र र कमन कार्प यदि राख्ने हो भने यो डिस्ट्रिब्युसन यसरी गर्ने हो। यदि हामीले
स्थानीय माछा मात्र राख्ने भने डिस्ट्रिब्युसन चाहिँ यसरी राखेर उत्पादन चाहिँ गर्छौं है। तपाईले यो चाहिँ गर्न पाइएन नि त। अब यसरी चाहिँ सिल्भर कार्प यसमा कति छ? 25 मात्र छ क्या? ओहो, यो चाहिँ मिस्टेक भएको जस्तो। यसलाई म सच्याउँछु है त। ओके, यसमा चाहिँ यो 35% हुनुपर्छ सिल्भर कार्प चाहिँ हैन। अनि अब यसमा बुझ्नुपर्ने कुरा के छ त, हामीले स्टकिङ साइज चाहिँ 10 ग्राम भन्दा माथि राख्छौं, 10 ग्राम अथवा 10 ग्राम भन्दा माथि राख्ने भयो। र त्यसपछि यो अनुपातमा राखिसके पश्चात अब उतातिर हामीले सुरुमा प्राकृतिक आहारको व्यवस्थापन गर्यौं, त्यसपछि हामीले भुरा राख्यौं, भुरा राखिसकेपछि त्यसपछि के गरिन्छ त, नियमित रूपमा प्राकृतिक आहार चाहिँ मेन्टेन गरिराख्नु पर्यो। प्राकृतिक आहार नियमित रूपमा मेन्टेन गर्न चाहिँ के गर्नु पर्यो त, हामीले राखेको अनुपात कस्तो हुनु पर्यो त, प्राकृतिक आहार चाहिँ खाने हुनु पर्यो, प्राकृतिक आहार खाने र समयमै त्यो चाहिँ खपत हुने खालको हुनु पर्यो। त्यसअनुसार फेरि हामीले प्राकृतिक आहार चाहिँ थप्न सक्छौं। यो बनाउँदै अनि थप्दै जुन प्रक्रिया छ त्यो किन हो त, नियमित रूपमा माछाले आहार खान्छ, त्यसकारणले गर्दा हामीले नियमित रूपमा प्राकृतिक आहार उत्पादन गर्न मल चाहिँ नियमित रूपमा राख्नु पर्ने हुन्छ। अब सेमी इन्टेन्सिभ एक्वाकल्चरमा चाहिँ के छ त, त्यो आहार भनेको प्राकृतिक आहार मात्र बनाएर चाहिँ भएन, त्यसमा हामीले कृत्रिम दाना पनि युज गर्नुपर्ने हुन्छ अथवा कृत्रिम आहार पनि प्रयोग गर्नुपर्ने हुन्छ। कृत्रिम आहार बनाउनलाई हामीले के गर्नु पर्छ त, एजम्पसन के लिन्छौं, प्राकृतिक र कृत्रिम आहारको अनुपात भनेको 55:45 हो। नेपाली माछामा यो सेमी इन्टेन्सिभ एक्वाकल्चर नेपालको कन्टेक्स्टमा चाहिँ हामीले धेरै जसो किसानले यो सेमी इन्टेन्सिभ एक्वाकल्चर नै पालन गर्नुको मुख्य कारण चाहिँ के हो त, यो चाहिँ लो फिडिङ टेक्नोलोजीको यो प्रविधि हो। यो फिडिङ टेक्नोलोजी चाहिँ एकदमै लो इन्भेस्टमेन्ट हुन्छ यसमा, र जसको कारणले गर्दा लागत खर्च चाहिँ माछामा कम हुन जान्छ। त्यसै कारणले गर्दा चाहिँ धेरै किसानले चाहिँ यो प्रविधि चाहिँ अपनाउनु भएको हो, जसमा चाहिँ दानाको मात्रा पनि कम दिने, प्राकृतिक आहार पनि दिने र त्यसैको आधारमा माछा पालन चाहिँ गर्ने। अब यसमा हामीले के गर्यौं त, एउटा पोखरीमा हामीले सुकाइसकेपछि चुन प्रयोग गर्यौं, चुन प्रयोगपछि पानी राख्यौं, पानी राखिसकेपछि हामीले पहिला मल राख्यौं, मल राखिसकेपछि अलिअलि हरियो पनि डेभलप भयो, र त्यो डेभलप भइसकेपछि हामीले त्यो के गर्यौं, सिड चाहिँ लगेर स्टक गर्यौं। सिड हामीले कुन अनुपातमा गर्यौं त, यहाँ दिएको अनुपातमा हामीले सिड स्टक गर्यौं। सिड गरिसकेपछि त्यसपछि फेरि पनि त्यो हरियोपना चाहिँ मेन्टेन गरिराख्नु पर्ने भयो, किनभने यो माछालाई प्राकृतिक आहार पनि चाहियो, कृत्रिम आहार पनि चाहियो। यसमा एजम्पसन के छ, एउटा आहारको सन्दर्भमा सेमी इन्टेन्सिभ एक्वाकल्चरमा 55:45 रेसियोमा चाहिँ छ प्राकृतिक आहार र कृत्रिम आहार। 55:45 भनेको प्राकृतिक आहार र कृत्रिम आहारको अनुपात हो। अब 55% चाहिँ प्राकृतिक आहार बनिहाल्छ। अब हामीले गर्नुपर्ने के हुन्छ त, कुल माछाको शारीरिक तौलको 3 देखि 5% आहार चाहिँ एक्सटर्नल सप्लिमेन्ट फिड चाहिँ दिनुपर्छ। त्यो सप्लिमेन्ट फिड भनेको चाहिँ ओभरअलको के छ एजम्पसन,
जति माछाले खान्छ त्यसमा चाहिँ 55% प्राकृतिक आहारबाट उसको कभर हुन्छ, उसको डिमान्ड चाहिँ, र बाँकीको डिमान्ड हामीले के गर्छौँ त 45% बाट चाहिँ कभर गर्छौँ। त्यो 45% भनेको चाहिँ के हो त? त्यो 45% भनेको हामीले सप्लिमेन्ट फिड दिने हो। सप्लिमेन्ट फिड हामीले कति दिने भन्ने कुरामा फिडको च्याप्टर हामीले एक्स्ट्रा छुट्टै पढ्छौँ। यसमा चाहिँ के गर्नु पर्यो त, पहिला सप्लिमेन्ट फिड कति दिने भन्ने कुरा चाहिँ बुझ्नु पर्यो। माछामा चाहिँ के गरिन्छ त, अब यो आहारको व्यवस्थापन अथवा फिड म्यानेजमेन्टमा हामीले के बुझ्नु पर्यो, माछालाई आहार दिँदा अथवा सप्लिमेन्ट फिड दिँदाखेरि उसको शारीरिक तौलको आधारमा हामीले दाना दिने हो। र शारीरिक तौल पत्ता लगाउन हामीले के गर्नुपर्छ त, स्टक गरेको सबै रेकर्ड चाहिँ हामीसँग हुनुपर्छ। स्टक गरेको चाहिँ 500 वटा माछा छ भने त्यो 500 वटा माछालाई हामीले 10 ग्राम सरदरको 10 ग्रामको तौलले यदि गुणन गर्ने हो भने त्यो के हुन्छ त 5000 ग्राम हुन्छ। अर्थात् 5000 ग्राममा 5000 चाहिँ ग्राम भयो। अब त्यसको पनि 3 देखि 5% भनेर भनिन्छ। यो 3 देखि 5% को सन्दर्भ के हो त भन्दाखेरि ठुलो माछा छ भने अलिक कम दिने, सानो माछा छ भने अलिकति बढी दिने, गर्मी छ भने अलिकति बढी दिने, जाडो छ भने अलिकति कम दिने। यी सबै कुराले गर्दा 3 to 5% चाहिँ तोकेको हो। अब 3 दिनुपर्छ भन्ने पनि छैन, 5 दिनुपर्छ भन्ने पनि छैन। यो माछाले कति खान्छ, त्यसपछि कस्तो टेम्परेचर छ, कस्तो चाहिँ हावापानी छ, त्यसको आधारमा फ्लक्चुएट चाहिँ गर्न सक्छौं हामीले। अब यो दाना दिइसकेपछि के हुन्छ त, उसले प्राकृतिक आहार, मलबाट उत्पादन भएको प्राकृतिक आहार खायो, त्यसपछि दाना पनि दियौं हामीले, दाना पनि खायो। अब त्यसपछि हामीले गर्नुपर्ने के हुन्छ त, अब मोनिटरिङ गर्नुपर्ने हुन्छ। मोनिटर गर्दाखेरि हरेक 15 दिनमा अब हामीले त्यो ख्याल गर्नुपर्ने कुरा के छ त, हरेक 15 दिनमा अब यो दाना दिएको आधारमा माछाको वृद्धि भयो भएन भन्ने कुरा जाँच गर्न पर्यो। र दानाको आवश्यकता छैन भने दाना रोक्ने, दानाको आवश्यकता बढाएको छ भने दाना चाहिँ अझ थप गर्ने भनेर फेरि क्याल्कुलेसन गर्न चाहिँ सजिलो हुने भयो। जेनरली 15 दिनको फरकमा हामीले त्यो काम गर्छौं। कतिको माछा वृद्धि भयो भएन, माछा वृद्धि भयो भने चाहिँ कति भयो, यस्ता कुराहरु चाहिँ यो वृद्धि जाँचको क्रममा पानीको गुणस्तर पनि हामीले जाँच गर्ने, त्यसको आधारमा माछाको स्वास्थ्य कस्तो छ स्वास्थ्य पनि जाँच गर्ने, त्यसपछि माछाको वृद्धि पनि जाँच गर्ने। यो सबै काम चाहिँ यो पोखरीमा चाहिँ गरिन्छ हामीले। र स्याम्पलिङ कसरी गर्ने भन्ने कुरा त्यो छुट्टै पाटो हो। हामीले यो स्याम्पलिङ गर्ने अथवा वृद्धि जाँच कसरी गर्ने भन्ने कुरा छुट्टै पाटो हो। वृद्धि जाँच कसरी गर्न भन्दा पनि किन गरिन्छ त भन्दाखेरि माछाको लागि आहार व्यवस्थापन एकदम महत्त्व हुन्छ। यदि त्यो समयमा उसले आहार पाएन भने कुपोषण हुन सक्छ। त्यसकारणले गर्दा हरेक 15 दिनमा जुन माछा जति फास्ट वृद्धि भयो त्यो माछाको लागि त्यति फास्ट चाहिँ हामीले वृद्धि दर यो ग्रोथ चेकअप चाहिँ गर्नुपर्ने हुन्छ। जुन माछा जति स्लो वृद्धि हुन्छ त्यसमा चाहिँ त्यति ढिलो हामीले यो ग्रोथ प्याटर्न चाहिँ बुझ्दा हुन्छ। जस्तै एक्जाम्पलको लागि ग्रास कार्प अथवा कमन कार्प अथवा पंगास भनौं हैन, यो तीनवटा माछालाई हामीले यदि वृद्धि दर हेर्ने हो भने टेम्परेचर अनुकूल छ भने एकै दिनमा 3 ग्राम 3.5 ग्राम 4 ग्राम सम्म चाहिँ उत्पादन हुन सक्छ। भनेपछि 15 दिन क्रस भइसकेपछि 15 दिनसम्म हामीले एउटा किसिमको दाना दिइरा थियौं। अब हामीले 15 दिनपछि 16औं दिनमा दाना दिनलाई हामीले के गर्नु पर्यो त, यदि फास्ट ग्रोथ छ भने 15 दिनमै गर्ने, यदि स्लो ग्रोथ छ रेनबो ट्राउट छ भने रेनबो ट्राउट केसमा हामीले 1 महिनामा जाँच गरे पनि हुन्छ। तर जेनरली हामीले पोखरीमा माछा पालन गर्नेमा 15 दिनदेखि 1 महिनासम्मको समयमा अनिवार्य रूपले ग्रोथ चेकअप गर्नुपर्ने हुन्छ र त्यही अनुसार दाना चाहिँ मोडिफाई चाहिँ गर्नुपर्ने हुन्छ। अब त्यसको लागि हामीले के गर्छौं त, सानो पोखरीहरुमा 10% भनेर भनिन्छ। तर पपुलेसन ठूलो छ, पोखरी ठूलो छ भने त्यहाँ चाहिँ प्रत्येक माछाको 10 गोटा निकालेर त्यसको चाहिँ वेट लिने एउटा त्यसको चाहिँ सिंगल
लेन्थ लिने अथवा वेट लिने र त्यसपछि चाहिँ त्यसलाई टोटल माछाले गुणन गर्ने। त्यो गर्दाखेरि के हुन्छ त टोटल वेट आउँछ र टोटल वेटको 3-2% वेट हामीले दाना दिने भनेर त्यसरी चाहिँ लिन चाहिँ सकिन्छ। अब यो दाना दिने विधि र दाना चाहिँ कस्तो कस्तो दिन्छ भन्ने कुरा हामी नेक्स्ट च्याप्टरमा डिटेल पढ्छौं। तर अहिले हामीले यति मात्र बुझेर के गर्नु पर्यो त अब माछालाई दाना पनि दिइसकेपछि माछा अब हुर्किने भयो र टोटल समय अवधि हामीले कति पालन गर्नुपर्ने हुन्छ त समय अवधि चाहिँ हामीले 8 देखि 10 महिनासम्म पालन गर्ने र सोही अनुसार चाहिँ म्यानेजमेन्ट गर्दै हामीले चाहिँ उत्पादन लिन चाहिँ पर्छ। अब माछा हार्भेस्ट गर्ने अथवा माछा झिक्ने अथवा यो जुन क्रियाकलाप छ त्यो चाहिँ 8 देखि 10 महिनासम्म पूरा भइसकेपछि हामीले त्यसलाई चाहिँ लिनुपर्ने हुन्छ। भनेपछि टेबल फिशको साइज चाहिँ के हुने भयो त अथवा टेबल फिशको म्यानेजमेन्ट चाहिँ कसरी गरिन्छ खाने माछा उत्पादनको लागि दुईटा पाटो यसमा फेरि जोडिन्छ। एउटा चाहिँ समय पूरा भइसकेपछि भुरा स्टक गरिएको समय पूरा भएको माछा चाहिँ हामीले निकाल्न पर्ने भयो। सानो माछा चाहिँ ननिकाल्ने। अब लगभग एकैचोटी स्टक गरेछ भने एकैचोटी हार्भेस्ट पनि गर्न सकियो। दोस्रो कुरा हार्भेस्ट गर्दाखेरि जहिले पनि टेम्परेचर कम हुनुपर्छ भन्ने कुरा हो। अब एउटा समय अब पुस माघ भन्ने उत्पादन हुने एकदमै पिक समय हो। अब मङ्सिर सुरु भयो, बाददेखि सुरु हुन्छ, पुस र माघ यो 3 महिना भनेको के हो त एकदमै पिक समय हो माछा उत्पादनको। त्यो किन त किनभने हामीले साइकल नै कसरी मेन्टेन गरेका छौं त फाल्गुनमा स्टक गर्ने र मङ्सिरमा हार्भेस्ट गर्ने। किनभने अबदेखि माछाको ग्रोथ चाहिँ एकदम स्लो हुँदै जान्छ। मङ्सिर पुस माघ भनेको एकदमै ग्रोथ स्लो हुने समय हो। टेम्परेचर कम हुन्छ पानीको त्यसकारण लो हुन्छ र स्लो ग्रोथ हुने भएकै कारणले गर्दा धेरै दिन अब पोखरीमा राखेर व्यवसायले चाहिँ फाइदा हुँदैन। त्यसकारणले गर्दा त्यो समयलाई चाहिँ बेस्ट टाइम भनेर यो माछा पालनको लागि बेस्ट टाइम भनेर मानिएको छ। अब यो सबै गर्दै गर्दा नेपालमा हाल अहिलेको अवस्थामा पोखरीमा माछा पालन गर्दा औसत उत्पादन भनेको चाहिँ फेरि कति छ त 4.3 मेट्रिक टन। यो भनेको चेन्ज भइराख्ने हो। अब अहिलेको अवस्थामा हेर्ने हो भने यही प्रकृतिको पोखरीहरुमा एभरेजमा अब कुनैमा चाहिँ 6 मेट्रिक टनसम्म पनि हुन्छ, कुनैमा चाहिँ 5 मेट्रिक टन 3 मेट्रिक टनसम्म पनि हुन्छ। तर एभरेज गर्ने हो भने हाम्रो देशको पोखरीमा माछा पालन गर्दा हामीले अहिले कुरा गरेको जति पनि कुराहरु छन् ती सबै कुराहरु अपनाएर पालन चाहिँ गर्दा जनरली हामीले यसलाई के भन्नुपर्छ त एभरेजमा देशको टोटल उत्पादकको त जति भनिएको छ त्यसैको वरिपरिमा हुन्छ, जुन चाहिँ अहिले के भनेको छ त 5.37 भनेर ओभरअलमा एभरेजमा उत्पादकत्व चाहिँ छ नेपालको। त्यो भनेको 8 महिना पालन गरेर भुरा स्टक गरेर अनि माछा उत्पादन गर्न पर्यो भने यो चाहिँ हामीले 10 महिना 8 देखि 10 महिनामा औसतमा 800 ग्रामको चाहिँ उत्पादन चाहिँ पाउँछौं। औसतमा 800 ग्रामको। यो भनेको चाहिँ के भन्न खोजेको हो त च्याट गर्नु भएर चाहिँ के हो भन्नु है। सबैभन्दा छिटो वृद्धि हुने माछाको जात कुन हो? सबैभन्दा छिटो वृद्धि हुने हामीले कुन पढ्यौं? सुरुको फर्स्ट क्लासमै पढ्यौं। त्यो 35% हो। अघि नै पनि कुरा भइसकेको छ। कति दिने भन्ने कुरा युरिया डिपी त अघि नै यहाँ लिस्टमै हामीले पढिसक्यौं। त्यसपछि सबैभन्दा बेस्ट तरिका भनेको लो कस्ट फिडिङ टेक्नोलोजी, सेमी इन्टेन्सिभ टेक्नोलोजी भएकै कारणले गर्दा नेपालको अधिकांश किसानले लो कस्ट फिडिङ टेक्नोलोजी, सेमी इन्टेन्सिभ फार्मिङ चाहिँ अपनाउनु भएको हो। तर यो भनेको कस्तो भने ठिक्कको लगानीकर्तालाई चाहिँ ठिक्क हुन्छ। धेरै लगानी गर्न सक्ने क्षमता भएको मान्छेले
अथवा कृषकले के गर्नुपर्छ त अलिकता स्टकिङ डेन्सिटी बढाएर उत्पादन पनि धेरै चाहिँ लिनुपर्ने हुन्छ। सबभन्दा बेस्ट टेक्नोलोजी कार्प माछा पालनको लागि अब सेमी इन्टेन्सिभ टेक्नोलोजी नै हो, जसमा कम लगानीमा चाहिँ उत्पादन गर्न सकिन्छ। तर धेरै उत्पादकत्व हुने, धेरै उत्पादन हुने टेक्नोलोजी चाहिँ फेरि यो इन्टेन्सिभ टेक्नोलोजी हो। त्यसकारणले गर्दा माछाको उत्पादकत्व बढाउन चाहिँ सघन मत्स्य पालन चाहिँ गर्नुपर्ने हुन्छ। र यो माछा हार्भेस्ट गर्ने टाइम भनेको जाडो महिना हुन्छ, किनभने वृद्धि कम हुन्छ। वृद्धि कम हुने अथवा वृद्धि बढी हुनेको सन्दर्भमा के हो त, कार्प माछामा हामीले के देख्यौं, अलिकता वृद्धि कम हुने भनेको इन्डिजिनियस मेजर कार्पहरू एक वर्षमा चाहिँ 500 ग्रामसम्मको 600 ग्रामसम्मको मात्रै हुन्छ। र यदि रेनबो के अरे सिल्भर कार्प, बिगेट कार्प र कमन कार्पलाई यदि हेर्ने हो भने तिनीहरू चाहिँ अलिकता फास्ट ग्रोअर हुन्। तर तिनीहरू पनि वर्षमा 1 देखि 2 वर्षसम्म 1 देखि 2 केजीसम्म मात्र हुन्छन्। त्यो सबै मिलाएर एभरेजमा कति हुन्छ त, टोटल कार्पको हेर्ने हो भने 10 महिनामा 800 ग्रामको एभरेजमा औसतमा हुन्छ, जुन चाहिँ खाने माछाको रूपमा चाहिँ मानिन्छ। अब यति गरिसकेपछि हाम्रो उत्पादन चाहिँ हुने भयो। तर यसमा चाहिँ बुझ्नुपर्ने कुरा के छ त, यति पुरा स्टेप गरिसकेपछि उत्पादन हुने भन्ने मात्र त होइन, यसबाहेक हामीले यसमा समस्याहरू पनि झेल्न पर्छ। समस्याहरू के आउँछन् त, खाने माछा उत्पादन पोखरी व्यवस्थापन हामीले राम्ररी गरेनौं भने त्यसको बारेमा हामीले बुझ्नुपर्ने हुन्छ र समस्याहरू समाधान कसरी गर्छौं त्यसको बारे पनि हामी बुझ्छौं। त्यो भनेको झारपातको समस्या एउटा, जंगली माछाको समस्या अर्को, र अन्य विभिन्न किसिमको चराचुरुङ्गीदेखि लिएर अन्य विभिन्न किसिमको जनावरहरूको समस्या चाहिँ अर्को। यो 2-3 किसिमको समस्याहरू छन् जुन चाहिँ हामीले यसलाई भोलि कन्टिन्यू गर्छौं। र त्यसपछि सँगसँगै हामीले के गर्छौं त, यो सरी त्यसपछि हामीले यसमा दानाको पार्ट चाहिँ छुट्टै पढ्नुपर्ने हुन्छ। दानाको पार्ट अनि यसमा हामीले बुझ्नुपर्ने हुन्छ। दाना अथवा कृत्रिम आहार चाहिँ कसरी व्यवस्थापन गरिन्छ। प्राकृतिक आहार त हामीले यहाँ मल राखेर व्यवस्थापन गर्यौं। कृत्रिम आहार चाहिँ यसमा हामीले कसरी व्यवस्थापन गर्ने, कस्तो कस्तो किसिमको वस्तुहरू मिलाएर कस्तो कस्तो किसिमको वस्तु मिलाएर चाहिँ इन्ग्रेडिएन्ट मिलाएर दाना बनाउने भन्ने जस्तो कुरा चाहिँ हामीले बुझ्नुपर्ने हुन्छ। अब आजलाई चाहिँ यति नै राखौं। यो चाहिँ के भन्नुभएको छ, बेस्ट स्टकिङ मन्थ कुन हो, मन्थको कुरा मैले गरिसकेँ। त्यसपछि बेस्ट स्टकिङ मन्थ र राख्ने महिना, हार्भेस्टिङ गर्ने महिना त्यो पनि गरिसकेँ। तपाईहरुले चाहिँ एउटा अनलाइन टेस्टको कुरा गर्नुभएको छ प्रदीपजीले। अनलाइन टेस्टको क्वेशनहरु उहाँले जानकी मिसले चाहिँ दिनुहुन्छ होला। त्यसको प्र्याक्टिस गर्ने र लङ क्वेशनको प्र्याक्टिस चाहिँ आफ्नो घरमा गर्ने र त्यसमा चाहिँ छलफल गर्ने। छलफलमा हामी गर्छौं यसमा अनलाइन यसैमा गरौँला। यो कन्टेन्ट चाहिँ पढौं, त्यसपछि क्वेशन एन्सर पनि हामी डिस्कसन चाहिँ गर्छौं। आजलाई यति नै गरौँ। पोखरीमा कति प्रतिशत भएको छ अहिले माछा? पोखरीको प्रतिशतको कुरा गर्दाखेरि लगभग 85% टोटल प्रोडक्सनको 85% भन्दा बढी नै पोखरीमा उत्पादन चाहिँ छ हैन। टोटल एक्वाकल्चर प्रोडक्सनको उत्पादन भन्दा 85% भन्दा प्लस छ हाम्रो पोखरीको उत्पादन मात्र। त्यो चाहिँ एकचोटि डाटा हेरेर अनि त्यसपछि त्यसलाई एकचोटि त्यसमा क्याल्कुलेट गर्नुस्। त्यो चाहिँ हरेक वर्ष बढ्दै गएको हुन्छ। अहिले चाहिँ 85% प्लस छ। असारदेखि भदौ र साउन भदौ आएमा चाहिँ कुनमा ठिक लाउने? के को लागि असारदेखि भदौ राख्ने? यो चाहिँ असारदेखि भदौ भुरा पाउने समय
समयको बारेमा हामी कुराकानी गर्छौं भुरा ह्याचरीको च्याप्टरमा चाहिँ अलिकति जोडिएको कुरा हो त्यही भएर यसमा कन्सेप्ट क्लियर हुनुपर्छ भुरा चाहिँ हामीले यहाँ स्टक गरेको फिङ्गरलिङ साइजको हो तर भुरा पाउने समय भनेको अब ह्याचलिङ फ्राई फिङ्गरलिङ फरक फरक स्टेज छ त्यही भएर त्यो ह्याचरी व्यवस्थापन र भुरा उत्पादनमा हामी क्लियर हुन्छौं आजलाई चाहिँ यति नै गरौँ